सो अहिले चाहिँ म उता टाइम ल्याप्स लिइरहेको छु होइन उता किनभने उता बादल मस्तसँग हिँडिरहेको छ कि बादल भएर नि हुस्सु आइरहेको छ होइन त्यसकै चाहिँ म टाइम ल्याप्स लिइरहेको छु उता चाहिँ मैले आफ्नो क्यामेरा सेटअपमा राखेको छु होइन सेटमा यसो फिक्स अनि उता चाहिँ हाम्रो हुस्सु हिँडिरहेको छ त्यसको चाहिँ बबाल टाइम ल्याप्स आउनेवाला छ अनि त्यो टाइम ल्याप्स चाहिँ तपाईँहरू भिडियोमा इन्जोय गर्न सक्नुहुन्छ है त सो गुड मर्निङ साथीहरू आज चाहिँ सेकेन्ड डे सहजपुरमा नाइट बसियो अहिले चाहिँ उठेर रेडी भइसक्यो भनौँ त्यही टाइम चाहिँ ठ्याक्क त्यो हाम्रो 9 साढे 9 बजिरहेछ त्यसपछि अहिले एकजनालाई वेट गरिरहेछौँ हिजोको मान्छे नै भनौँ अहिले आइराख्नु भएको छ अलि उहाँसँग काम छ त्यसपछि उहाँलाई भेटेर चाहिँ हामीहरू सिधै के भन्छन् नाम थाहा भएन अगाडिसम्म जाने प्लान छ त्यसपछि उता काम छ अरे त्यसपछि उतादेखि फर्किने हो अनि अहिले चाहिँ रेडी सेडी भइसक्यो अब जुत्ता मात्र लाउन बाँकी छ यो चाहिँ हाम्रो के भन्छन् सहजपुर बाहिर सहजपुर बजार भनौँ हेर्नुहोस् यता एउटा गाडी आएर चाहिँ पाइलाइन जाने गाडी हो यो चाहिँ आजको नाइट चाहिँ यतै बसियो पाहाडतिर स्थित हुन्छ जाडो राति चाहिँ ब्ल्याङ्केट ओढेर सुतियो होइन अब हाम्रो तराईतिर चाहिँ अहिले गर्मी नै छ उता चाहिँ पङ्खा चलाएर सुतिन्छ यता चाहिँ ब्ल्याङ्केट ओढेर सुतिन्छ त्यही हो सो आजको हाम्रो डेस्टिनेसन चाहिँ अगाडिसम्म छ बुडर चाहिँ पुग्नु पर्दैन बुडर मतलब डोटीसम्म छ भनौँ तर बुडर चाहिँ पुग्नु पर्दैन यतै हो अनि उताबाट फर्किन्छौँ त्यसपछि सिधै अगाडि साल गाडी छ होइन अनि त्यहाँ चाहिँ हामीहरू मजाले फोटो भिडियो खिच्ने अनि तपाईँहरूलाई त्यहाँको यस्तो बबालमा ड्रोन सट देखाउँछु होइन लिनुहुन्छ र त्यसपछि त्यो ड्रोन सट तपाईँहरूलाई देखाउँछु के कस्तो लाग्छ कमेन्टमा आफ्नो मनको कुराहरू भन्नु होला कमेन्टमा के कस्तो लाग्छ होइन सो यति भन्दै अब म चाहिँ रेडी हुन्छु जुत्ता मात्र लाउन बाँकी छ अरू त सबै रेडी भइसक्यो ल अब चाहिँ ठ्याक्क रेडी सेडी भइयो इन्सानी लिएर निस्किन्छु अब कि छुट्टी किन एकचोटि हेरिहालौँ सबै राम्रोसँग नछुटेको होस् किन रहेछ जाउँ अब गाडीमा हामी चाहिँ अहिले फलटुडे बजार पुग्यौँ यो चाहिँ हाम्रो फलटुडे बजार कैलालीको लास्ट बजार भनौँ त्यसपछि उता चाहिँ डोटी लागिहाल्छ आजको हाम्रो यात्रा चाहिँ यही फलटुडेसम्म मात्र हो यसपछि हामीहरू यहाँदेखि फर्किन्छौँ फेरि त्यसपछि फेरि सहजपुर खानी डाँडा अनि बुढीतला हुँदै हामीहरू अत्तरिया त्यसपछि धनगढी निस्किन्छौँ
अहिले चाहिँ मामा उता आफ्नो काममा जानुभएको छ। त्यही हो, हेर्दै गर्नु होला। अहिले बिचमा फेरि हाम्रो उता खानडाँडाको र ससपुरको बिचमा एउटा के भन्छन् सालझारी छ। त्यहाँ चाहिँ हामीहरू मजाले एउटा के भन्छन् ड्रोन सट लिने भनिरहेछन्। त्यो चाहिँ इन्जोय गर्नु होला है त। अहिले चाहिँ हामीहरू जस्ट यो फलटुडे र ससपुरको बिचमा छौँ। अहिले त एउटा मस्त पिकनिक स्पट जस्तै मञ्च छ होइन। त्यहाँ चाहिँ एकछिन फोटोसुट गर्ने, मतलब फोटोसुट भन्नाले नै एकछिन घुमेर आउँ भनेर। आज भन्नाले नि हिजो चाहिँ जेनजीको आन्दोलन थियो। अनि त्यसमा चाहिँ कति 20-21जनालाई युवालाई भनौँ, त्यसको लागि चाहिँ आज हाम्रो धनगढीमा पनि आन्दोलन छ। त्यही कारणले हामीहरू चाहिँ अलि बिस्तारै गइरहेछौँ भनौँ, साँझसम्म पुग्ने गरी। सो यो चाहिँ हाम्रो ससपुरभन्दा माथि, अनि यो फलटुडेभन्दा यतै चाहिँ एउटा मस्त यो स्पट छ होइन, जहाँ चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ मजाले। यो चाहिँ के थप्रेनी काफल पार्क रहेछ अगाडि। हाम्रो यता शिवजीको पनि रहेछ मजाले। उता चाहिँ भ्यू पोइन्ट जस्तै रहेछ। अनि उता चाहिँ मामा पिङ खेलिराख्नु भएको छ मजाले। दसैँ पनि आइरहेछ, अब यो पिङ पनि बिजी नै हुन्छ होला दसैँतिर मजाले होइन। हेर्नुहोस् त पानीको आवाज कस्तो मजाले आइरहेछ है। मेरो चाहिँ आँखामा यो पावरवाला चस्मा हो, यो घामको कारणले चाहिँ अलि आँखा बन्द जस्तै आउँछ क्या। सो अब चाहिँ हामीहरू माथिबाट भ्यू हेर्न गइरहेछौँ होइन। टक्क यतै माथि रहेछ सिँढी, यहीँबाट चाहिँ भ्यू हेर्न गइरहेछौँ। ओहो काठको रहेछ, अलि चाहिँ छिर्ने जस्तै रहेछ यार। बवाल रहेछ सिँढी पनि। यो हो नि त तरिका। पछाडिको भ्यू हेर्नु है, अहिले त घाम छ के नदेखिर होला। हेर्नु है एकछिन एउटा सो अहिले चाहिँ म उता टाइम ल्याप्स लिइरहेको छु होइन। उता किनभने उता बादल मस्तसँग हिँडिरहेको छ क्या। बादल भएर नि हुस्सु आइरहेको छ होइन, त्यसकै चाहिँ म टाइम ल्याप्स लिइरहेको छु। उता चाहिँ मैले आफ्नो क्यामेरा सेटअपमा राखेको छु होइन, सेटमा छ फिक्स। अनि उता चाहिँ हाम्रो हुस्सु हिँडिरहेको छ, त्यसको चाहिँ बबाल टाइम ल्याप्स आउनेवाला छ। अनि त्यो टाइम ल्याप्स चाहिँ तपाईँहरू भिडियोमा इन्जोय गर्न सक्नुहुन्छ है त। सो गाइजहरू हामीहरू चाहिँ अहिले यहाँ ससपुरभन्दा माथि सालघारीमा पुग्यौँ। अनि अहिले चाहिँ यहाँनिर हाम्रो फोटोसुट हुन्छ होइन। त्यसपछि आज पनि घरतिर नगइएला जस्तो छ माहौल सुन्दाखेरि चाहिँ। किनभने अत्तरियामा अनि धनगढीमा, अत्तरियामा होइन धनगढीमा चाहिँ कर्फ्यू लागिसक्यो। अनि अत्तरियामा आन्दोलन भइरहेछ। अब अत्तरियाको माहौल कस्तो छ त्यहाँ बुझेर मात्र घरतिर गइन्छ होइन।
त्यही भएर चाहिँ हामीहरू अब बिस्तारै बिस्तारै गइरहेछौँ। अहिले पानी आउन थाल्यो। ट्याक्क देख्न सक्नुहुन्छ पछाडि सालघारी मस्त भ्यू आउँछ होइन। अनि पछाडि चाहिँ गाउँ छ हेर्नुहुन्छ। सो आजको भिडियो चाहिँ यति नै। अनि लास्टमा चाहिँ ड्रोन फुटेजहरू इन्जोय गर्नु होला भन्दै आजको भिडियो चाहिँ यहीँ इन्ड गर्छु है त। बाई बाई। हेर तिम्रो मुस्कान कस्तो जादु गरी आँखैमा बस्यो यो कस्तो प्रेम कहानी। चौर र बतासमा